आहा मनिष दाजु के गर्दै हुनुहुन्छ? मैले यो सुन्तला कस्तो क्वालिटी छ के छ त्यो मैले हेर्दै पनि छु र हामीले परार लगाएको ल हेर त त्यहाँ हामीले परार लगाएको त्यो सुन्तलो अहिले हामी 2 बेल लगाएको हैन? 2 बेल लगायो अहिले फलिसकेछ लगाएर अनि काटछाँट गरेको यति राम्रो पनि भयो र कोही हाँगा पनि तिम्रो नुगिसकेका छन् धेरै फलेर जे चिज पनि फल्ने वृक्ष नुग्छ भन्छन् नि त्यस्तै हेर त मजाले नुगिया छ त्यहाँ सधैँ राम्रो फलेछ अहिले कति राम्रो हो फलेछ हुँदैछ राम्रो छ अनि तिमी कहाँ गएर आयौ म त त्यहाँ घर गएको थिएँ यहाँ फेरि यसो सुन्तला हेर्नु पर्यो आज भनेर यहाँ सबै ठाउँ धेरै जसो ठाउँमा गाउँभरि छन् कस्तो छ अहिले अहिले ठिकै छ पोहोर जति अघिल्लो सालभन्दा कम देखियो तर यहाँ धेरै राम्रो भएछ त सुन्तला त होइन सुन्तलो कति मिठो मान्यौ तिमीले यो सुन्तला असाध्यै राम्रो छ मैले धेरै ठाउँका सुन्तला खाँदाखेरि यो ठाउँको सुन्तला धेरै मिठो मान्यो यो हाम्रो पारिलामा पनि पर्छ पारिलोमा फेरि तिम्रो बेच्दाखेरि अलिक कम पर्ला तर खानलाई साह्रै मिठो हुन्छ यो नमस्कार हजुर शिवालय कृषि बहुउद्देश्य सहकारी संस्थाको अध्यक्ष हो पदमलाल पाण्डेजी हो अनि यो भाडगाउँमा यस्तो बढी सुन्तला उत्पादन भइरहेको छ अघिल्लो वर्षभन्दा अहिले मान्छेले बोटको सङ्ख्या पनि एकदम बढाउँदै गइरहेको छ होइन र हामी देखिरहन्छौँ यो सहकारीको तर्फबाट यो सुन्तला खेतीको लागि कस्तो व्यवस्थापन एउटा चाहिँ लिनु भएको छ ठिक भन्नुभयो हजुरले सहकारीको तर्फबाट क्षेत्र विस्तारको कार्यक्रम छ उनले कति रोपनी क्षेत्रमा कति सुन्तला खेती गर्न चाहेको छ किसानले तत्तत किसानलाई सम्बन्धित किसानलाई सोधेर त्यो सहकारीको सदस्य हुन पर्यो आबद्ध भएको अनि त्यही हिसाबले त्यसलाई क्षेत्र विस्तारको कार्यक्रम पनि दिएका छौँ अनि गएर हजुरको के अरे सिँचाइको सुविधाको लागि सिँचाइको व्यवस्था पनि त्यो संस्था मार्फत हुँदै आएको छ अनि गएर हजुरको के अरे मल रासायनिक मल अनि गएर जैविक मल को पनि हामीले व्यवस्था मिलाइराखेका छौँ जस्तै तिनी त प्राविधिक कुराहरू भए जस्तै धेरै धेरै खेती भयो सुन्तला त्यसको बजार व्यवस्थापनको लागि पहल केही छ बजार व्यवस्थापन अहिलेसम्म खपत भएको हुनाले सहकारीले आफै हात हालेको छैन आउँदा दिनमा सहकारीले आफै हात हालेर त्यसको बजार व्यवस्था अनिवार्य गर्छ अनि मौरी पनि छ ठिक कुरा गर्नु तपाईले मौरी पनि छ खुसी लागेको कुरा के भन्दा यो मनिष मोबाइलका प्रोपाइटर हाम्रो मनिष दाई बुटोलमा पनि घर छ होइन तमगासमा ठुलै पसल छ र पनि उहाँले यति धेरै माया गरेर यो सुन्तला खेतीमा होइन प्रत्येक वर्ष मलाई पनि भन्ने गर्नुहुन्छ सबैले गर्नुपर्छ भन्नुहुन्छ एउटा चाहिँ यो पैतृक सम्पत्तिको एउटा माया छ त्यस्तै गरी त्यहाँ अर्को हाम्रो यो पुष्पा मोबाइल सेन्टरको पनि प्रोप्राइटर मुमलाल पाण्डे हुनुहुन्छ यहाँ उहाँले पनि एकदमै बुटोलमा घर भए पनि होइन तमगासमा व्यवसाय भए पनि यहाँ आएर धेरै बगैँचा यस्तो राम्रो बनाएको देख्दाखेरि एकदमै चाहिँ मलाई खुसी लाग्यो कि मान्छे होइन विदेश जाने अनि गएर बसाइसराई गरेर अन्त जाने यो अवस्थामा पनि यस्तो राम्रो बगैँचा बनाएर बगैँचामै म अहिले आउँदा पनि बगैँचामा काम गर्दै हुनुहुन्थ्यो होइन यो मलाई लाग्छ यो सहकारीले पनि एउटा केही राम्रो दिएको छ होइन उहाँहरूलाई चाहिँ काम गर्ने एउटा प्रेरणा दिएको छ जस्तो मलाई लाग्छ होइन तपाईँ लामो कार्यकाल 3 कार्यकाल जति सहकारीको अध्यक्ष पनि भएर बसेको मान्छे हो यो शिवालय कृषि बहुउद्देश्यको र यसो गाउँमा हेर्दाखेरि जो सुन्तलाका बुटाहरू हेर्दाखेरि होइन मलाई धेरै खुसी लाग्यो यो सहकारीलाई पनि मैले यो मेरो तर्फबाट धन्यवाद दिन चाहन्छु किन भन्दा प्राविधिक सहयोगहरू धेरै गरिरहेको छ सहकारीले जस्तो मलाई लाग्छ तपाईँले राम्रो कुरा ल्याउनु हो उहाँहरू पनि यो सहकारी संस्थाको सदस्य भएको नाताले उहाँहरूसित परेका पिरमर्काहरू उदाहरणको लागि हाम्रो क्षेत्रमा सिँचाइको अलिक बढी समस्या छ अब विगतको जस्तो अवस्थाले सरकारले पनि लिएको छैन अहिले हामीले पनि लिएका छैन हाम्रो भनाइ के हो त भन्दा आकाशे पानी पनि सङ्कलन गर्ने सिस्टममा लगेर तत्तत बगैँचाका मालिकहरूको स्थानमा त्यहाँ टङ्की निर्माण गर्न सकियो भने 2 चोटि सिँचाइ मात्रै गरिदिने हो भने सुन्तला फुल्ने भन्दा पहिले र फुलाइसकेपछि 2टा सिँचाइ राम्ररी गरिदिने भने सुन्तला फल्छ यो ठाउँमा हुन्छ
हो यसमा चाहिने तत्त्वहरू धेरै मिलाउनु पर्छ किसानले। यसमा अब हामीले सहकारीको तर्फबाट आउँदा दिनमा विगतमा पनि तालिम दिएकै हो। हाम्रो सम्बन्धित निकायका सरहरू आएर सम्बन्धित ठाउँमा चाहिँ तालिम दिनुभएको, अहिले पनि दिने हो। यसका 3-4वटा क्षेत्र हुन्छन्, जस्तो कटिङ, मोलजोल अनि संरक्षणको क्षेत्रमा जाँदाखेरि बगैँचा सुदृढीकरण कार्यक्रम यिनीहरू छन्। यिनलाई लिएर किसानले पनि त्यो सहकारीमा मलाई यस्तो समस्या पर्यो भनेर निवेदन राख्न पर्यो। सहकारीले त्यसको समस्या समाधान गर्छ, त्यसमा ढुक्क हुँदा हुन्छ। भाइहरूले लगानी केही पर्सेन्ट आफूले गर्नुपर्छ, सरकारी तर्फबाट पनि केही आएको छ। आउँदा दिनमा अनुदानको रूपमा आउँछ। अनुदानको रूपमा आएको छ। केही पर्सेन्ट अब छ र आउँदा दिनमा यो सहकारीले सोझै नर्सरी स्थापना गर्ने योजना पनि बनाएको छ। हजुरलाई धेरै धेरै धन्यवाद। यो यसरी व्यवसाय गरेका युवा दाजुहरूलाई पनि यहाँ आएर सुन्तला फर्म बनाउनु पर्छ होइन, सुन्तला खेतीबाट आम्दानी छ भनेर जुन चाहिँ एउटा प्रेरणा दिनुभएको छ, आगामी दिनमा हजुरको यो अध्यक्षको तर्फबाट त्यस्तो प्रेरणाहरू अझै मिल्दै जाओस् भन्ने मैले शुभकामना पनि व्यक्त गर्न चाहन्छु। र मैले हाम्रो पुष्प मोबाइल सेन्टरका मुमलाल पाण्डेजीलाई मैले एउटा प्रश्न सोध्छु, एकै शब्दमा उत्तर दिनु होला। नेपाल कृषि प्रधान देश हो, नेपालका धेरै मान्छेहरू अहिले जुन अवस्था भए तापनि कृषिमा आधारित छन्। तपाईँले मोबाइल पसल पनि गर्नुहुन्छ, एकदमै चाहिँ व्यवसायमा हुनुहुन्छ, त्यो बाध्यता पनि हो, गर्न पनि पर्ने हुन्छ। ल मलाई भन्नुहोस् त, यो व्यवसाय गर्न रमाइलो लाग्छ कि यो कृषि पेसामा रमाउन तपाईँलाई रमाइलो लाग्छ? व्यवसाय सँगसँगै कृषि पनि गर्न रमाइलो लाग्छ। कृषिमा अझै रमाइलो लाग्छ नि होइन। आफूले लगाएका यिनी बुटाहरू यति बाँड्यो भने त्यहाँ गएर पानी हाल्न छुट्टै किसिमको रङ्ग लाग्छ होइन, होइन र? ल धन्यवाद। मैले अझै पनि अन्तिममा केही भन्न चाहेँ कृषकहरूलाई। यो सुन महँग्यो भनिन्छ, सुन भन्दा पनि सुन्तला अझै अगाडि सुन छ, र सुन भन्दा पनि महँगो हुँदै गयो। जस्तो हाम्रो यो लगभग 500 बुटा छन्, 500 बुटामा सबै सुन्तला राम्ररी फल्यो भने सुनभन्दा अझै सुन्तला राम्रो जस्तो लाग्छ मलाई। र कृषक दाजुभाइहरूलाई सबैलाई मैले यही आग्रह गर्न चाहन्छु भन्दै जियोस् अन्यत्रबाट आउँदै गर्दा यो आफूले लगाएका बुटाहरू यसो लटरम्म फलेको देख्दाखेरि तपाईँलाई धेरै रमाइलो लाग्छ? मलाई धेरै रमाइलो लाग्छ। जस्तो यो उत्पादन गर्नेले भन्दा यो बिचको वर्गले अलि बढी कमाउने प्रवृत्ति छ। जस्तो हामीले उत्पादन गर्दा हामीलाई दुःखै छ। जस्तो मैले अघि नै भनिसकेको छु, त्यसको लागि बजार व्यवस्थापनलाई यो हाम्रो सरकारी संस्थाले जस्तो यो किनेर खानेलाई पनि महँगै भयो, यो बिचकोले अलि मोटाउने प्रवृत्ति भयो। यो चाहिँ अलि बिस्तारै बिस्तारै हट्दै जाओस् भनेर गाउँ गाउँमा खोलेका यिनी सहकारीहरूले बजार व्यवस्थापन गरिदियो, स्टोर गरिदियो, कोल्ड स्टोरहरूको कन्सेप्ट लियो भने त्यो सम्भव छ र त्यो केही वर्षमा हुन्छ। प्रयोग गर्नेले पनि महँगो तिर्नु पर्यो र यो कृषकले पनि थोरै पायो। यो मोटाउने बिचको भयो, यसलाई चाहिँ सुधार गर्दै जानुपर्छ र हाम्रो सहकारीको अध्यक्षजी मार्फत पनि मैले त्यही भन्न चाहेँ। त्यसपछि यसरी हाम्रा आफ्ना अनुभव, विगतमा गरेका र वर्तमानमा गरेका अनुभव व्याथा सहित सुन्तलाको क्षेत्रमा यसरी खोजीनीति गरेर दुईटा कुरा मेरो व्यक्तिगत तर्फबाट या संस्थागत तर्फबाट राख्दैन यसरी अनुरोध गरेकोमा यहाँहरूलाई धन्यवाद ज्ञापन गर्दै म पनि यहाँबाट बिदा हुन चाहन्छु।